जीवनमा नसोचेका कुरा हुँदो रहेछ गाइस। नसोचेको कुरा भयो त नसोचेकै त हो नि, कसले सोचेको थियो। मलाई चाहिँ यताउता धेरै कमेन्ट पनि अनि पर्सनल मेसेज गरेर पनि धेरै सोध्नु भएको थियो के भएको भनेर। वेल गाइस, म चाहिँ आइसकेको छु घरमा होइन। अहिले चाहिँ मेरो स्वास्थ्य अवस्था एकदम नर्मल नै छ होइन। अब मलाई चाहिँ यताउता धेरै कमेन्ट पनि अनि पर्सनल मेसेज गरेर पनि धेरै सोध्नु भएको थियो के भएको भनेर। मैले एउटा स्टोरी लगाएको थिएँ नि त त्यहीँदेखि होइन। खास अनि यो त्यति ठुलो ऊ चाहिँ होइन, हुन त इस्यु चाहिँ होइन, ठुलो नै भन्नुपर्छ। यसको पेन दुखाइ चाहिँ धेरै नै हुँदो रहेछ होइन। मलाई चाहिँ खास हर्निया थियो, त्यसको अपरेसन भयो होइन, सक्सेसफुली अपरेसन पनि भयो। अनि त्यही नै हो। अब त्यही कारणले गर्दाखेरि अलिक स्वास्थ्य अवस्था पनि त्यस्तै छ होइन। अब यस्तो बेला केही गरौँ भने पनि सम्भव नहुने, त्यो भएर चाहिँ अब टिकटकतिर यताउता भिडियो पनि अब आउन पाएको छैन। अब यसको कारणले गर्दा भ्लगहरू पनि धेरै नै ग्याप भएको थियो कि मलाई यसले गर्दा धेरै समस्याहरू चाहिँ दिइरहेको थियो होइन। पेन धेरै मतलब दुखाइ चाहिँ एकदम खतरनाक हुन्छ होइन। यसको कहिलेकाहीँ दुख्ने तर धेरै खतरनाक दुखाइ हुन्छ। अनि त्यही भएर चाहिँ मैले यसले थोरै चेकअपको लागि मात्रै भनेर गएको थिएँ। पहिला चाहिँ नर्मल देखाउनु भयो, त्यसपछि पनि हुँदैन भनिसकेपछि पछि एक दिन त लास्टै नै बनायो होइन। यसको पेन यो दुखाइले चाहिँ म खटाउन नसकेर इमर्जेन्सी राति चाहिँ अटो रिजर्भ गरेर हामी चाहिँ गएर एडमिट भएर सायद 4-5 दिन कति लागेर अब त्यही नै सरकारी कामहरूमा अलिक ढिलो नै हुन्छ। त्यस्तै गरेर चाहिँ अपरेसन प्रोसेस सबै रिपोर्ट चाहिँ ओके आइसकेपछि मेरो चाहिँ अपरेसन भइसकेको छ होइन। अब त्यही नै हो, 8-10 दिनपछि मेरो टाका साका पनि खुल्छ। अनि स्वास्थ्य अवस्थामा केही सुधार आयो भने चाहिँ त्यही कन्टिन्यू फेरि अब काम चाहिँ गर्नु नै पर्छ होइन। भिडियो सिडियो बनाउनु यताउता चाहिँ भइ नै राख्छ गाइस, सपोर्ट चाहिँ बनाइराख्नु होला। अनि यो भिडियो पनि अब हालौँ कि नहालौँ भन्ने त्यो डाउट दोमन नै छु छनु त, त्यही पनि लेट्स होप कस्तो हुन्छ, हाल्न पनि सक्छु। सो त्यही नै हो, मलाई भएको चाहिँ त्यही नै हो गाइस। भिडियो चाहिँ कस्तो लाग्छ, मैले यदि अपलोड गरेँ भने भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला ओके। अनि भाइलाई चाहिँ सपोर्ट बनाइराख्नु पऱ्यो, मलाई चाहिँ एकदम सपोर्ट गरिदिनु होला है त। एक्कासी भन्दा पनि जीवनमा नसोचेका कुरा हुँदो रहेछ गाइस। नसोचेको कुरा भयो त नसोचेकै त हो नि, कसले सोचेको थियो। हेर्नु त हालत ल्याबमा आइयो अनि त्यसपछि सिधै रिपोर्ट चेक यताउता भिडियो एक्सरे आइसिजी गर्दाखेरि सिधै अपरेसन गर्नुपर्छ भन्ने भयो। अनि अहिले चाहिँ म यो अवस्थामा केही सोचेको टाउको मात्रै दुख्छ कि यार। भिडियोहरू बनाइराख्ने अब चाहिँ अब भिडियोहरू बनाइराख्ने होइन, त्यस्तो सोचिरहेको थिएँ नि त, त्यो भएन। अफसोस ठिकै छ। अब यहाँदेखि ब्याक अगेन भयो भने चाहिँ फेरि यहाँ तर तलतिर मागेको छौँ, शरीरले केही थाहा पाएन कि पुरै निकाल्यो। ल ठिक छ मुखले पनि केही थाहा पाएन। ल सबैले प्रार्थना गर्नु पर्यो हाम्रो दाइलाई छिटै ठिक होस्, त्यही हो। You can do it. Okay guys, म चाहिँ आज हाम्रो प्रादेशिक अस्पताल अञ्चलमा भर्ना भएको आज 3 दिनपछि चाहिँ अपरेसन भएको छ। हिजो नै भर्ना एडमिट भएको थियो अनि अपरेसन पनि सक्सेसफुली भइसकेको छ। सबै कुराहरू नर्मल छ अहिले चाहिँ होइन। त्यही स्वास्थ्य नै सबभन्दा मेरो कुरा हो नि त। अब बिचमा भिडियोहरू पनि आउँदैन होला सायद, अब यो स्वास्थ्य अवस्था अलिक सुधार नहुँदासम्म होइन। अनि त्यसपछि चाहिँ अब सोचिरहेको थिएँ मलाई चाहिँ कन्टिन्यू बनाऊँ भनेर, अब यस्तो भइदियो। इमर्जेन्सी रात बिरात नभनेर सिधै इमर्जेन्सी कुरामा आइयो होइन। यस्तो भइरहेको छ। त्यही भएर सबैले चाहिँ कमेन्टमा गएर के भनिदिनु पर्छ हो, भगवानसित आश मागिदिनु पर्यो, मतलब प्रार्थना गरिदिनु पर्यो कि हाम्रो दाइले सबै छिटै निको होस्। छिटो निको भइकन निको त भइहाल्छ कि, तर छिटो भइकन टिकटकमा कहीँ उपति फप्ने अनि पपति खेल्ने कस्तो हुन्छ नि, डुलिया पानी होइन, सुत्नु सकेछ नि त। खराब भइरहेको छ। त्यही